सामाजिक आर्थिक रूपान्तरणका लागि प्रसारणमा निष्पक्षता। Citizen FM Maharajganj, Kathmandu. Listen online www.citizenfm.com. Every night you may leave something unsaid. And here comes the soul letting your words rebuild via your SMS. It's all about you and your dear ones. It's a good night SMS. Wednesday after the 10 p.m. Citizen News. हेलो हाई नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई गुड नाइट एसएमएस को यो अर्को नयाँ श्रृङ्खलामा। गुड नाइट एसएमएस आज पनि आइसकेको छ यहाँहरूमा 94 मेगाहर्ज सँगै citizenfm.com बाट। मेरो नाम रोशन अनि प्रविधिमा आज धेरै समयपछि विभोरजी हुनुहुन्छ र विभोर तपाईँ अनि म मिलेर आज के नाइटलाई गोल्डन बनाउने प्रयास गर्नेछौँ। धेरैजना साथीहरू आई नो कि यति बेला विश्वकपमा बिजी हुनुहुन्छ, तर प्लिज तपाईँको आफ्नो मान्छेले तपाईँको साह्रै चिन्ता गर्नुभएको छ, तपाईँलाई निकै मिस गर्नुभएको छ। त्यही भएर तपाईँ आफ्नो मान्छेलाई चाहिँ खुसी बनाउन चाहनुहुन्छ भने उठाउनुहोस् मोबाइल अनि गर्नुहोस् एसएमएस 9804477582 मा। हजुर 9804477582 मा तपाईँ एसएमएस गर्न सक्नुहुन्छ। सँगसँगै तपाईँ फेसबुक चलाउनुहुन्छ भने facebook.com/citizen good night गरिसकेपछि गुड नाइट एसएमएस को पेज आउँछ। लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोस्, बारम्बार भनिरहेको छु मैले होइन। अनि आजको डेटमा राखेको स्ट्याटसको कमेन्ट बक्समा तपाईँ आफ्नो म्यासेज छोड्न सक्नुहुन्छ। मजाले तपाईँ म्यासेज गर्नुहोस्, हामीलाई 10:50 सम्म म्यासेज गर्न पाइन्छ मजाले। सो तपाईँको म्यासेजको प्रतीक्षा चाहिँ म गर्नेछु। त्यतिन्जेल पक्कै पनि एउटा गीत चाहिँ म राखिहाल्छु। आज वेलकम सङ जुन गीत चाहिँ मैले तपाईँको लागि स्पेसली भनेर लिएर आएको छु। सो इन्जोय द सङ। जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई, मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई। जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई, मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई। सायद तिमी मलाई माया गर्छौ, सायद तिमी मलाई आफ्नै ठान्छौ, सायद तिमी मलाई माया गर्छौ। जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई, मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई। सायद तिमी मलाई माया गर्छौ, सायद तिमी मलाई आफ्नै ठान्छौ, सायद तिमी मलाई माया गर्छौ। जुन होइन तारा होइन तिमी भए पुग्छ, जुन होइन तारा होइन तिमी भए पुग्छ। एकछिन टाढा भयो भने भित्री मन दुख्छ। जिन्दगी तिमीलाई दिइसके
जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई यो वन्डरफुल गीतपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम गुड नाइट एसएमएसमा र भने ढिला नगरिकन तपाईँहरूको एसएमएस पढिहाल्छु र चाहिँ आजको भेरी फर्स्ट मेसेज हामीलाई पठाउनु भएको छ मोबाइल नम्बरमा र लेख्नुहुन्छ हाई ब्रो एम समर शाह ठकुरी फ्रम स्वयम्भू माई फ्रेन्ड बबिता सबिना श्रेष्ठ मोहन हेमा शीतल लामा एन्ड अल फ्रेन्डलाई गुड नाइट अनि अनमोललाई मिस यु प्लिज कम इन माई ड्रिम भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू भेरी मच स्विट एसएमएसको लागि अर्को एसएमएस गुड इभिनिङ दाई आई एम सुमित अरियाल आई वान्ट डेडिकेट कमिङ सङ टु अल माई फ्रेन्ड्स एन्ड अगाडि लेख्नुहुन्छ उहाँले गिभ माई नम्बर टु अल फ्रेन्ड्स होइन खास गरी उहाँले फ्रेन्डसिपको लागि यो नम्बर दिनुभएको छ र उहाँको नम्बर यस प्रकार छ नोट गर्नुहोला यदि तपाईँ उहाँसँग साथी बन्न चाहनुहुन्छ भने 9803386161 उहाँको नम्बर हो 9803386161 उहाँको नम्बर फ्रेन्डसिपको लागि मिस कल होइन फोन गर्नुहोला अर्को एसएमएस लेख्नुभएको छ इफ आई ह्याड द एबिलिटी टु चेन्ज द अर्डर अफ alphabet I would gladly put you and I together भन्नुभएको छ missing you so much मेरो बिराली ब्र्याकेटमा सज्जोला लेख्नुभएको छ good night and have a lovely dreams ल बेबी भन्नुहुन्छ see you in my dreams okay so तपाईको चाहिँ जुन उहाँलाई देख्ने सपना छ नि हैन त्यो सपना चाहिँ पूरा होस् र पछाडि लेख्नुहुन्छ बिरालीको बिरालो सुपर ड्युड विकास भक्तपुरबाट मिस यु मोर देन यु बेबी भन्नुहुन्छ र उहाँले पछाडि आई थिङ्क यो जुन चाहिँ इमोको पिक्चर छ यो किसको इमोको पिक्चर हो थ्याङ्क यू भेरी मच धेरै माया गर्नुहुन्छ यसै गरी माया गर्नुहोस् उहाँ सँगसँगै गुड नाइट एसएमएसलाई पनि माया गर्नुहोला अर्को एसएमएस हेलो रोशन दाई नमस्ते आई एम सन्यास राई फ्रम सात बाटोबाट फ्रेन्डसिपको लागि प्लिज मेरो नम्बर दिनुहोला भन्नुहुन्छ र उहाँको नम्बर 9817327680 उहाँको नम्बर रहेको छ 9817377680 एन्ड अर फ्रेन्डलाई मिस यु अनि गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू भेरी मच अर्को एसएमएस हाई रोशन दाई शुभरात्रि हजुरलाई सुनिरहेको छु सिटिजन एफएम सुनेर बस्नुहुने सबैलाई गुड नाइट भन्न चाहन्छु फ्रम हाडी गाउँ काठमाडौँ र उहाँको नाम रहेको छ निरज दुवाडी थ्याङ्क यू भेरी मच यहाँलाई यो एसएमएसको लागि अर्को एसएमएस आएर त के छ सुजित खड्का फ्रम लुभो एसएलसी पास भए भन्नुभएको छ विथ 75% बट कुन कलेज जोइन गर्ने होइन सो स्टिल उहाँ चाहिँ कन्फ्युजनमा हुनुहुन्छ ठिकै छ होइन अभिभावकहरूको सल्लाह लिनुहोला आफूभन्दा ठुलो हुन्छ नि होइन गार्जियन्सहरू सँगसँगै तपाईँलाई पढाउने चाहिँ टिचर्सहरूको पनि तपाईँ सल्लाह लिन सक्नुहुन्छ सबै कुरा बुझेर होइन एडभर्टिजमेन्ट भन्दा पनि जे होस् राम्रो चाहिँ क्वालिटी एजुकेसन दिने कलेजमा चाहिँ खास गरी आफूलाई मनपर्ने विषय होइन तपाईँलाई के पढ्न मन लागेको छ त्यो चाहिँ सबै कुरा बुझेर चाहिँ जोइन गर्नुहोला र एसएलसी ब्याच 2070 फ्रेन्ड्सलाई चाहिँ कङ्ग्रेट्स एन्ड जोइन गुड कलेज ल भन्नुभएको छ ओके सो तपाईँलाई थाहा रहेछ नि त होइन गुड कलेज जोइन गर्न आग्रह गर्दै हुनुहुन्छ तपाईँ पनि एकदमै गुड कलेज चाहिँ जोइन गर्नुहोला र फ्रेन्डसिपको लागि उहाँले नम्बर दिनुहुन्छ 9813383700 डोन्ट मिस कल ल एन्ड गुड नाइट एन्ड लभिङ यु अल भन्नुभएको छ उहाँको नम्बर फेरि पनि फ्रेन्डसिपको लागि 9813383700 उहाँको नम्बर रहेको छ भर्खर एसएलसी पास गर्नुभएको छ साथी बन्न त के भएन होइन अर्को रहेको छ एसएमएस हाई दादा नमस्कार वेल नमस्कार लिन खोज्नुभयो उहाँले होइन कहिलेकाहीँ हुन्छ म तपाईँको बुनु हो के शिक्षा भनेर लेख्नु भएको छ वसुन्धराबाट सम्पूर्ण साथीहरूलाई चाहिँ उहाँले गुड नाइट भन्न चाहन्छु स्पेसली आज उहाँले आफ्नो मनको मान्छेलाई सम्झिनु भएको छ थ्याङ्क यू भेरी मच अर्को एसएमएस हाई दादा नमस्ते आइ एम सोनी लामा फ्रम मकवानपुर रहेछ माई लभली फ्रेन्ड्स सुधीरलाई आई लभ यु अल फ्रेन्ड्सलाई मिस यु गुड नाइट बाई भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू भेरी मच अर्को एसएमएस हाई दादा आरामै हुनुहुन्छ यस इट्स मी अजिम फ्रम कपुरधारा आई वुड डेडिकेट द कमिङ सङ फर हर हु इज भेरी फार फ्रम
मिना भन्नुहुन्छ वेल माया भनेको त टाढाको चाहिँ गाडा हुन्छ अरे होइन ठिकै छ होपिङ टु मिट हर सुन थ्याङ्क यू भेरी मच यहाँलाई स्विट एसएमएसको लागि अर्को एसएमएस चाहिँ इन्कम्प्लिट भनेर चाहिँ आएको छ आई थिङ्क अलिकति लामो थियो कि यो एसएमएस अर्को पर्छ म हाई रोशन ब्रो सेवाडो नमस्ते मी हेमा लिम्बू अल द वे फ्रम बिर्ता मोड झापाबाट हेलो सेवाडो होइन माई बेस्ट फ्रेन्ड बबिता लिम्बू डियर सबिना श्रेष्ठ मोहन राई समर राई समर शाह रहेछ आर्के एन्ड विकास बस्नेत एन्ड हुनमी सँगसँगै हेमा होइन जसले चाहिँ भनौँ न हेमा भनेर चिन्नुहुन्छ उहाँलाई चाहिँ स्पेसली उहाँले मिस गर्नुभएको छ लभ यु स्विट ड्रिम गुड नाइट टाटा भन्नुहुन्छ हेमाजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ चाहिँ थ्याङ्क यू भेरी मच यहाँलाई यो स्विट एसएमएसको लागि त्यसै गरी चाहिँ अर्को एसएमएस पढ्दैछु म र एसएमएस गर्ने साथी हुनुहुन्छ आफूलाई चाहिँ दिलको राजा भन्नुहुन्छ दीपक भनेर पठाउनु भएको छ हामीलाई कलङ्की काठमाडौँबाट सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्न चाहन्छु र चाहिँ उहाँले विश्वकप हेर्दै हुनुहुन्छ अरे र चाहिँ अस्ट्रेलिया र नेदरल्यान्डको म्याच एकदमै रोमाञ्चक भइरहेको छ एक गोल भइसकेको जानकारी पनि यहाँनिर म गराउन चाहन्छु सम्पूर्ण श्रोताहरूलाई विश्वकप हेर्दै तपाईँको प्रोग्राम सुनिरहेको छु भन्नुभएको छ ठिकै छ जो हामीलाई साथ दिनु होला र तपाईँ पनि यसै गरी एसएमएस गर्न चाहनुहुन्छ भने आई वान्ट गिभ द नम्बर यहाँनिर चाहिँ एउटा एसएमएस पढ्छु म किनभने भर्खरै एसएमएस प्राप्त भएको छ नमस्ते दा म सम्झना मगर बालुवाटारबाट सम्झिनु पर्दा हजुर मनोज धमला दा त्यसै गरी चन्द्रमणि दा अनि विशेष दीपक धिताललाई मिठो सम्झना सुनाइदिनु भयो त भन्नुभएको छ अनि नजिक हुनुहुन्न होइन दीपकजी नत्र मैले सुनाइहाल्थेँ अनि रोशनदा बुबाई गुड नाइट टेक केयर बुबाई भन्नुहुन्छ थ्याङ्क यू भेरी मच यहाँलाई यो स्विट एसएमएसको लागि वेल तपाईँ पनि गर्न चाहनुहुन्छ एसएमएस नजिकको मान्छेलाई चाहिँ खुसी पार्न चाहनुहुन्छ भने 9804477582 9804477582 अलिकति मेरो आवाज चाहिँ स्लिपी आइरह होला के गर्ने सबै विश्व चाहिँ विश्वकपमय भइरहँदा मलाई पनि अलिअलि छोएको छ विश्वकपले त्यही भएर अलिअलि स्लिपी आइरहेको छ होइन खास गरी हिजो रातिको म्याचले गर्दा चाहिँ यस्तो भएको हो ठिकै छ र दिनभरिको अब अफिसको कामले गर्दा पनि अलिकति थकित महसुस गरिरहेको छु मैले यहाँनिर चाहिँ म एउटा फेसबुक म्यासेज लिन्छु है र यो फेसबुक म्यासेज स्पेसल छ र उहाँले चाहिँ यो म्यासेजमा चाहिँ खास गरी आफ्नो एउटा सिर्जना पठाउनु भएको छ र यो सिर्जना तपाईँले सुनिसकेपछि तपाईँ आफै बुझ्नुहुनेछ कि यो म्यासेजले के भन्न खोजिरहेको छ र उहाँले सिर्जनामा लेख्नुहुन्छ यस्तो तिमी फुटबल प्रेमी म राष्ट्रप्रेमी तिम्रो हरेक पलहरू गोल हेर्दैमा बित्दैछन् मेरा पलहरू यी टेरियालाई भोट गर्दैमा बित्दैछन् तिमी खेल प्रेमी म राष्ट्रप्रेमी तिमी अर्जेन्टिना तिमी ब्राजिल तिमी मेक्सिको म समर्थक डिआइडी नृत्याङ्गना नेपाली चेलीको तिमीमा खेलको शोक छ ममा राष्ट्रियताको भोग छ तिमी 4 लाख खेलाडीबाट एउटा टिम छान्छौ म 4 लाख डान्सर बीचको एक नेपालीको चेली छान्छु किनकि तिमी फुटबल प्रेमी म राष्ट्रप्रेमी तिम्रा हरेक पलहरू गोल हेर्दैमा बित्दैछन् मेरा पलहरू यी टेरियालाई भोट गर्दैमा बित्दैछन् गोकर्ण प्रकाश गेवालीले हामीलाई चाहिँ बुटुवलबाट यो फेसबुक म्यासेज पठाउनु भएको थियो र उहाँले चाहिँ सम्पूर्ण जति पनि श्रोताले हामीलाई सुनिराख्नु भएको छ होइन सो उहाँहरूलाई चाहिँ विश्वकप नहेर्नुहोस् भनेर म भन्दिनँ तर चाहिँ प्लिज नेपालीको शान हाम्रो टेरिया मगरलाई भोट पनि गरिराख्नुहोस् ल भनेर यो म्यासेज दिनुभएको छ र सम्पूर्ण आफ्नो साथीभाइ अनि फ्यामिलीलाई चाहिँ मिठो होइन गुड नाइटको कामना सहित यो म्यासेज दिनुभएको छ पक्कै पनि तपाईँहरूलाई थाहा नै छ र यो उहाँले जुन भावना सिर्जना पठाउनु भएको थियो होइन तिम्रो हरेक पलहरू गोल हेर्दैमा बित्दैछन् मेरा पलहरू यी टेरियालाई भोट गर्दैमा बित्दैछन् भन्दा कता कता उहाँले मलाई नै भनेको हो कि जस्तो लाग्यो मलाई त्यस्तो होइन होइन गोकर्णजी हुन त म पनि विश्वकप हेरिरहेको छु तर एट द सेम टाइम मैले टेरिया मगरलाई बिर्सेको छैन मैले भोट चाहिँ गरिरहेको छु मेरो तर्फबाट जति हुन्छ होइन र चाहिँ यहाँनिर सम्पूर्ण आदरणीय श्रोताहरूलाई चाहिँ म जानकारी गराउन चाहन्छु कि पक्कै पनि सो टेरिया मगर जो चाहिँ जिटिभीबाट प्रसारण भइरहेको डिआइडी लिटल मास्टरको सिजन 3 को चाहिँ ग्रान्ड फिनालेको चाहिँ भनौँ न 4 जना प्रतिस्पर्धी मध्ये उनी सिलेक्ट हुन सफल भएकी छिन् सो 4 जना मध्ये अब को हुने हो त विनर त्यसको लागि चाहिँ अत्यधिक भोटको आवश्यकता पर्छ जसले धेरै भोट पाउँछ उनै विजेता बन्ने छ र तपाईँलाई थाहा नै छ ग्रान्ड फिनाले चाहिँ अब आउने शनिबार रहेको छ र सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई असार 7 गते दिउँसो खास गरी यो शनिबारको कुरा हो 2 बजेसम्म चाहिँ भोट गर्न सकिने म जानकारी गराउन चाहन्छु र सम्पूर्ण आदरणीय श्रोतालाई चाहिँ म भोट गर्न आग्रह गर्छु पक्कै पनि टेरिया मगरलाई चाहिँ तपाईँले खास गरी चाहिँ भनौँ न आफूले चाहिँ उहाँलाई आफ्नो सोच्नुहुन्छ खास गरी चाहिँ अलिकति पनि तपाईँको मनमा चाहिँ राष्ट्रियताको भाव छ भने चाहिँ उहाँलाई भोट गर्नुहोला र उहाँलाई चाहिँ भोट गर्नको लागि तपाईँले चाहिँ सिधै इन्टरनेटको चाहिँ पहुँच हुने श्रोताहरूले चाहिँ पक्कै पनि www.gtv.com/did-lil
master/contestants/tier या -मगर गरिसकेपछि पेज आउँछ, तपाईँले चाहिँ क्लिक गर्न सक्नुहुन्छ। खास गरी चाहिँ भोटिङ भनेर चाहिँ लेखेको त्यो एउटा चाहिँ बक्समा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि होइन हजुरको नाम, इमेल, फोन नम्बर, मागेको डायलग बक्स आउँछ होइन, त्यसमा आफ्नो डिटेल्स चाहिँ भर्नुहोला र सबमिट लेखेको ठाउँमा क्लिक गर्नुहोला। हजुरले यति गर्न साथ थ्याङ्क यू फर भोटिङ भनेर आउँछ। त्यसपछि तपाईँको चाहिँ भोट जुन चाहिँ 1 भोट हो त्यो चाहिँ पूर्ण हुन्छ र तपाईँले चाहिँ एउटै आइडीबाट होइन जति सक्नुहुन्छ भोट गर्न सक्नुहुन्छ मजाले। सो प्लिज अब आउने शनिबार दिउँसो 2 बजीसम्म भोट गर्ने चाहिँ यो समय रहेको छ। पक्कै पनि अब आउने शनिबार राति 9:15 बजे हामी हेर्नेछौँ ग्रान्ड फिनाले जिटिभीमा। खास गरी चाहिँ हामीले यो भनौँ न जिटिभीको डिआरडी लिटल मास्टर्सको प्रचार गरेको होइन हामीले होइन, पक्कै पनि सो हाम्रो नेपाली चेली हाम्रो देशको शान टेरिया मगरले चाहिँ भाग लिएको हुनाले होइन के थाहा भोलि बिहान उनले जितिन् भने हाम्रो देशको चाहिँ कत्रो इज्जत रहनेछ, त्यति बेला चाहिँ हामीलाई एउटा गौरव गर्ने बाटो हुन्छ। त्यही भएर चाहिँ प्लिज भोट गर्नु होला भन्दै यहाँनिर चाहिँ म एउटा गीत राख्छु तपाईँको लागि र गीतभन्दा अगाडि चाहिँ एउटा जानकारी दिइहालौँ। नम्बर पक्कै पनि धेरै साथीहरूले छिटो नम्बर भन्नुहुन्छ, त्यही भएर चाहिँ हामीले नम्बर भनौँ न बुझ्नै सक्दैनौँ, तपाईँको नम्बरमा चाहिँ एसएमएस गर्नै पाउँदैन भन्नुहुन्छ। म बिस्तारै भन्दैछु 98 044 77 582 98044775 मा एसएमएस गर्नुहोस् भन्दै यहाँनिर यो गीत तपाईँको लागि। Citizen FM 94 megahertz तपाईको आवाज Citizen FM 94 MHz मा यो हो गुड नाइट एसएमएस। पक्कै पनि यो हो गुड नाइट एसएमएस सुन्नुहुन्छ 94 मेगाहर्ज सँगै citizenfm.com बाट। मेरो नाम रोशन थापा मगर अनि प्रविधिमा विवर अधिकारी हुनुहुन्छ। अब भने पालो यहाँको फेसबुक मेसेजको र फेसबुक मेसेज पढ्दैछु म। लेख्नुहुन्छ हेलो हाई नमस्ते, आई एम अनु मगर फ्रम बाग बजार, नाउ कमिङ सङ फर अल
हैन साथीहरू भन्नुभएको छ। खास गरी बिनी किराती, सबिना श्रेष्ठ, सन्तोष थापा, सन्दीप कुमार सुब्बा दादा भन्नुहुन्छ, रमेश कार्की, नवीन, दीपक भोजपुरे, राजेश बस्नेत, गणेश राणा, हिरोज लप्सन प्लस रविन आचार्य, सुमन थापा, निशान थापा लगायत सम्पूर्णलाई चाहिँ स्वीट लभ एन्ड मिस यु लट, बाई हेभ अ नाइस ड्रिम, गुड नाइट भन्नुभएको छ। अर्को रहेको छ मेसेजमा जय ब्राजिल लेख्नुहुन्छ। आई थिङ्क उहाँ चाहिँ ब्राजिलको सपोर्टै हुनुहुन्छ। हेर्नुहोस् द वाट्सएप इज मी बिनी किराती फ्रम धापासी कमिङ सङ टु अल माई डियरेस्ट नियरेस्ट लभली फ्रेन्ड्स अनु मगर, बाबु राजेश, नवीन, रमेश कार्की एन्ड हु नो मी एन्ड स्पेसली फर यु है त भन्नुहुन्छ। थ्याङ्क यू भेरी मच यहाँलाई। अर्को एसएमएस वेल मेसेज भनौँ। हेलो रोशनदा, म देविका फ्रम ताचल, सन्चै हुनुहुन्छ भन्नुभएको छ। यस म एकदमै फाइन छु होइन, अलिकति टायर्ड महसुस भइरहेको छ। आफ्टर लङ टाइम आइम लिसनिङ यर भोइस, फिल्स सो गुड भन्नुहुन्छ। पक्कै पनि म पनि एकदमै गुड फिल गरेर आएको छु होइन। यो प्रोग्राम मार्फत म मेरा सम्पूर्ण फ्रेन्ड्सलाई सम्झिन चाहन्छु, खास गरी हनिका, विनिता, जयन्ती, आशु, यशु होला आई थिङ्क यो, इन्दिरा, राजु दादा, मिस यु अल पनि भन्न चाहन्छु। गुड नाइट, थ्याङ्क यू भेरी मच यहाँलाई स्विट म्यासेजको लागि। अर्को म्यासेज दादा दर्शन नमस्ते, म रमेश कार्की दोहाबाट, तपाईँ सन्चै हुनुहुन्छ भन्नुहुन्छ। यस ठिकै छ होइन, हल्का बिरामी छु र पनि तपाईँको प्रोग्राम सुन्दैछु रे। सो स्विट, यहाँलाई चाहिँ छिटै हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ। अनि अगाडि लेख्नुहुन्छ सो आज शुभरात्रि भन्नुपर्दा मलाई चिन्नुहुने सबै साथीहरूलाई गुड नाइट, ह्याभ अ स्विट ड्रिम भन्दै बिदा हुन चाहन्छु। ओके बाई, थ्याङ्क यू भेरी मच यहाँलाई वन्स अगेन गेट वेल सुन। अर्को म्यासेज रहेको छ, हाई एन्ड नमस्ते डियर लभली ब्रो रोज, के छ खबर हजुरको? वेल ठिकै छ होइन, मिस सुमी थापा मगर अल द वे फ्रम भक्तपुर। ब्रो आज दिउँसो मजाले पानी पर्यो अनि म त भिजे पनि रे, पानीमा रमाउनु भएछ उहाँ चाहिँ, कज पानीमा रोज न एकदम मनपर्छ, हिही लेख्नु भएको छ। अल राइट, सो कुल वेल नाइट छ, होप यु अल्सो फिलिङ सो गुड होइन। पक्कै पनि म गुड नाइट विस गिभ्स टु मा होला आई थिङ्क यु होइन, अल द लिसनर्स अफ सिटिजन एफएम, मा अल डियर फ्रेन्ड टेक्निसियन ब्रो एन्ड स्पेसली स्विट भोइस वाला आरजे रोजको लागि है भन्नुहुन्छ। थ्याङ्क यू कम्प्लिमेन्टको लागि, सुझाव दिनु होला बरु होइन। ओके ब्रो, गुड नाइट, ह्याभ अ वन्डरफुल ड्रिम। अर्को रहेको छ फेसबुक म्यासेज, रात्रिकालीन नमस्कार, म दीपक भोजपुरे, देउराली 9 भोजपुर, हाल UAE-बाट भन्नुहुन्छ। दिनभरिको कामको थकाइ मेटाउँदै सिटिजन एफएमको साथमा गुड नाइट एसएमएस कार्यक्रम सुन्दै बसिरहेको दाइ यो दुबईको मरुभूमिमा साथीहरू सम्झिनु पर्दा अनु मगर, इन्दिरा खप्पाङ्गी, रमेश कार्की अनि सनेश घिसिङ, इन्दिरा राई, सन्ध्या थापा, वरुण चञ्चले, कुसुम लामा, योन्जन, सङ्गीत केसी लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरू अनि सिटिजन एफएम सुनेर बस्नुहुने चिर परिचित साथीहरूमा मिठो सम्झनाको साथमा चाहिँ शुभरात्रि भन्दै गुड नाइट भन्न चाहन्छु भन्नुहुन्छ। थ्याङ्क यू भेरी मच। अर्को रहेको छ फेसबुक म्यासेज, नमस्कार, हामी प्रवासी चाहना मिडिया ग्रुपहरू मेम्बरहरूमा चाहिँ सन्दीप रजाली मगर, विक्रम डोटेल, डम्बर खड्का, कृष्ण दाहाल, सन्तोष थापा मगर, सङ्गीता कार्की, गणेश श्रेष्ठ, नवीन श्रेष्ठ, रामकुमार थापा, हामी सबैको साइडबाट एफएम सुनेर बस्नुहुने सबैजनालाई शुभरात्रि भन्दै उहाँले पिक्चर म्यासेज पनि गर्नुभएको छ। शुभरात्रि, सुन्दर सपनीको कामना छ त्यो पिक्चरमा। अर्को रहेको छ फेसबुक म्यासेज र चाहिँ लेखिएको छ छोटो मिठो रूपमा, नमस्कार दादा, म जानुका मगर उदयपुरबाट, आज म सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्न चाहन्छु भन्नुहुन्छ। हाम्रो जानुकाजीलाई चाहिँ अलिकति टाइपिङ गर्न अल्छी लागे जस्तो छ। एनिवे थ्याङ्क यू भेरी मच। अर्को रहेको छ फेसबुक म्यासेज, सलाम नमस्ते रोशन दाजु, इट्स मी सुदन गेवाली फ्रम बुटवल योइकुटी। केही थिएन तिमीलाई दिने मसँग, माया बाहेक धेरै थिए, कमी कमजोरी तिम्रो हुन भइन लायक भन्नुहुन्छ। सुने खबर पहिला भन्दा राम्रो भएको छौ रे, म भन्दा नै धेरै धेरै राम्रो पाएको छौ रे, सुखी छौ रे, खुसी छौ रे, पहिला भन्दा अहिले सधैँ यस्तै राम्रो खबर सुन्न पाऊँ मैले भन्नुहुन्छ। कसैले धोका दिए जस्तो छ, तर पनि उहाँले चाहिँ भलो चाहनुहुन्छ, यस्तो पो माया होइन। ओके ब्रो, टेक केयर एन्ड लभ यु, ह्याभ अ स्विट ड्रिम। थ्याङ्क यू भेरी मच। अलिकति यो रोमनमा भएको हुनाले चाहिँ राम्रोसँग पढ्न सकिनँ, त्यसको लागि सरी सुदनजी। अर्को रहेको छ फेसबुक म्यासेज, गुलाब जस्तै फुल्दा रहेछन् जिन्दगीका पाइलाहरू, खुसीसँगै जिउन खोज्छु निप्दा रहेछन् आशाहरू, देउबाटोमै कुरिबसे बिते त्यसै दिनहरू, हाँसोसँगै जिउन खोज्छु तगारो बने ती यादहरू, अभागी रहेछ जिन्दगी नै कति आउँछ पीडाहरू, दुखी भोलि हाँस्न खोजे, सायद यो दुःख हो, दुःख भोलि हाँस्न खोजे, बिर्सन सकिन ती अतीतहरू। हेलो रोशनजी नमस्ते, रात्रिकालीन अभिवादन सन्चै हुनुहुन्छ भन्नुहुन्छ। यस, वर्ल्ड कप कतिको लागेको छ नि हजुरलाई? वेल सबैलाई लागिसकेपछि अलिअलि त लाग्ने नै भयो होइन। उही म सिटिजन एफएमको रेगुलर श्रोता कुमार सुब्बा मुगलान दोहा कतारबाट, अनि आज यो कार्यक्रम मार्फत मेरो गुड नाइट एसएमएस भन्नुपर्दा स्पेसली त उही मेरो जीवन सङ्गिनी साथी पूजा लिम्बुलाई एकदम सम्झना भन्न चाहन्छु। अनि रमेश कार्की, अनु मगर, छुच्ची, सन्तोष दाई, नवीन कार्की, उहाँहरू सबैलाई विशेष सम्झना भन्न चाहन्छु। अनि शुभरात्रि पनि, ल जय नेपाल जय नेपाली भन्नुहुन्छ। ओके, अर्को रहेको छ फेसबुक म्यासेज, हेलो रोशन ब्रो, रात्रिकालीन नमस्ते, म यो प्रोग्रामको नियमित लिसनर च्याबहिलबाट राजेश बस्नेत, माई डियर फ्रेन्ड्स दिल, सबिना,
अनु बिरामी छ हैन, सो उसलाई गेट वेल सुन भन्न चाहन्छु। अनि बिनी, हेमा, रबिन, पवित्र, संजोग लगायत सिटिजन इन्टायर टिम रोशन ब्रो एन्ड हु नो मी अल फ्रेन्ड्सलाई मिस यु, गुड नाइट भन्दै बिदा हुन्छु। यस, यसै गरी चाहिँ धेरै साथीहरूको तपाईँले नाम लिन मन लाग्यो भने चाहिँ कृपया थर हटाएर चाहिँ गाडीको नाम मात्र चाहिँ कमा दिएर लेख्नुभयो भने अझ होइन कम समयमा धेरै चाहिँ हामीले सन्देशहरू चाहिँ कास्ट गर्न सक्थ्यौँ होइन। पक्कै पनि बुझ्नुहुनेछ यहाँले। अर्को रहेको छ फेसबुक मेसेज, नमस्कार म लक्ष्मी अनमोल भोजपुरबाट, अहिले चाहिँ काठमाडौँबाट, मिस यु अल एन्ड हेभ अ स्विट ड्रिम भन्छु माई अल फ्रेन्ड्सहरूलाई। थ्याङ्क यू भेरी मच हाम्रो चाहिँ लक्ष्मी अनमोल भोजपुरको साथीलाई। अर्को रहेको छ फेसबुक मेसेज, हेलो नमस्ते के छ खबर भन्नुहुन्छ। ठिकै छ हाम्रो खबर। इट्स मी ध्रुव थापा फ्रम दैलेखदेखि, कमिङ सङ अल माई फेसबुक लभली फ्रेन्ड्सलाई सुनाउन चाहन्छु भन्नुभएको छ। वेल 10:45 भइसकेको छ, स्टिल वी हेभ 5 मिनट्स, 5 मिनटभित्र तपाईँ अझै पनि म्यासेज गर्न सक्नुहुन्छ। हामीलाई म्यासेज गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस्, टाइप गर्नुहोस् यस, आफ्नो म्यासेज मनमा लागेको कुराहरू होइन मजाले टाइप गरेर सेन्ड गर्नुहोस् 9804477582 मा। हजुर 9804477582। फुटबल हेर्नुहोस्, सँगसँगै हामीलाई सुन्नुहोस्। इन्टरनेटको पहुँचमा हुनुहुन्छ, तपाईँले फेसबुक चलाउँदै हुनुहुन्छ, खास गरी चाहिँ भनौँ न इन्टरनेटको सुविधा हुँदा पनि मजाले च्याटिङमा बिजी हुनुहुन्छ र तपाईँले चाहिँ नेपालकी चेली जो चाहिँ डिआइडिएल डिल मास्टर सिजन 3 को चाहिँ फिनालेमा पुगेकी छिन्, उनलाई भोट गर्नु भएको छैन भने तपाईँ चाहिँ नेपाली हुनुहुन्न, प्लिज उहाँलाई चाहिँ भोट गर्नुहोला। टेरिया मगरलाई फेसबुक चलाउने साथीहरूले त पक्कै पनि लिङ्कको जानकारी चाहिँ मजाले पाइसक्नु भएको छ होला। यदि छैन भने तपाईँले चाहिँ आफ्नो साथीभाइहरूलाई सोध्न सक्नुहुन्छ। र भनौँ न खास गरी इन्टरनेटको पहुँच छैन, तपाईँलाई चाहिँ टेरिया मगरलाई चाहिँ भोट गर्न मन लागेको छ भने तपाईँले चाहिँ नजिकैको साइबरमा गएर पनि विस्तृत कुराहरू बुझ्न सक्नुहुन्छ र चाहिँ टेरिया मगरलाई चाहिँ भोट गर्न सक्नुहुन्छ। यही भन्दै यहाँनिर चाहिँ अर्को वन्डरफुल गीत राख्छु, ओन्ली अन गुड नाइट एसएमएस।
Alright, this is the cool song शोको लागि पनि गुड नाइट एसएमएस सुन्नु होला हरेक बुधबार राति 10 बजेको सिटिजन समाचारपछि सिटिजन एफएम 94 मेगाहर्ट्ज मा आउँछ हप्तामा एक पटक पक्कै पनि साथ दिनु हुनेछ यहाँले अब भने मोबाइलमा पठाइएका एसएमएसहरु पढ्छुमा लेख्नुहुन्छ हेलो दाइ राधिकाले अभिवादन एन्ड हाउ आर यु दाइ म मेरा सम्पूर्ण फ्रेन्ड्सहरुलाई चाहिँ हैन लभ यु मिस यु एन्ड गुड नाइट भन्न चाहन्छु दाइ स्वीट ड्रीम नि फ्रम आसमा बुढा थोकी भनेर पठाउनु भएको छ ठिकाना पनि लेख्नु होला नेक्स्ट टाइम पठाउँदाखेरि अर्को एसएमएस hello dear Roshan bro, what's up, it's me Sabina Shrestha all the way from Samakhushi, Kathmandu. Coming song I want to dedicate to my lovely friends Manoj, Babita, Limbu, Hema, Samar, Sumit, Mohan, Rajesh, Ganesh, Anu, R.K. Thapa, Bibhur, Dai, Annie, DJ Roshan Shrestha, and to you also Roshan Thapa who know me as Sabina Shrestha. Missing you all, love you all, thank you, bye bye, good night भन्नुहुन्छ thank you very much यहाँलाई स्वीट मेसेज को लागि अर्को रहेको छ मेसेज माया के हो नसुधा मै मायामा धोका पाएको छु सँगै बस्ने मन हुँदा पनि आज एक्लो बन्नु परेको छ भनेर चाहिँ लेख्नु भएको छ रोशन दाइ नमस्कार म सीमा दाइ यो एसएमएसबाट अस्मिनलाई आई मिस यु तपाईले छोडेर गए पनि म पर्खिरहेको छु छिटो काठमाडौँ आउनु ल भन्नुभएको छ वेल अस्मिनजीको लागि स्पेशल मेसेज रहेछ र प्लिज सीमाजी तपाईले त हामीलाई आफ्नो नसोच्नु हुँदो रहेछ त्यस्तो आभास भयो हामीलाई किन एक्लो सोच्नु भएको हामी छौं तपाईलाई साथ दिने गुड नाइट एसएमएस छ तपाईलाई हरदम हर क्षण अनि हरपल साथ दिनेछ यसैगरी हामीलाई मेसेज गर्नु होला अर्को मेसेज रहेको छ यहाँनिर हाय दादा खाना भयो छमिलबाट एलएक्स शाह मेरो मेसेज अल फ्रेन्ड्स अनि माई फ्रेन्ड समर शाहलाई मिस यु गुड नाइट भन्दै वेल पठाउन चाहन्छु दिन चाहन्छु भन्नुहुन्छ अर्को रहेको छ मेसेज हाय रोशन सर हाउ आर यु भन्नुहुन्छ ठिकै छ गुड न्यूज ओके Manita Thapa from my best friend and old friend. Okay, so तपाईको गुड न्यूज के छ भनेर सोध्नु भएको तपाईले वेल गुड न्यूज ठिकै छ हैन बेस्ट फ्रेन्डलाई अनि अल फ्रेन्ड्सलाई र सिटिजन एफएम युनिटलाई चाहिँ उहाँले गुड नाइट भन्न चाहनु भएको छ उहाँले चाहिँ अलिकति सर्टकटमा लेख्नु भएको थियो मनिता थापाले चाहिँ यो मेसेज गर्नु भएको थियो हामीलाई अर्को रहेको छ गुड नाइट एसएमएस गुड नाइट दाइ आई एम डीएच गौरव फ्रम कालीमाटी काठमाडौँ आई वान्ट डेडिकेट कमिङ सङ माई फ्रेन्ड्स मुस्कान दिलीप एन्ड सिटिजन एफएम लाई थ्याङ्क यू भेरी मच सौरभजी अर्को रहेको छ गुड नाइट एसएमएस रोशन सर नमस्ते ओके सल्लाहगारीबाट हैन कृष्ण बमजन सम्पूर्ण चिन्ने अनि नचिन्नेलाई चाहिँ वर्ल्ड कप हेर्दै एन्ड अल्सो बिफोर सरलाई गुड नाइट भन्दै हैन सो बिदा हुन्छु भन्नुहुन्छ थ्याङ्क यू भेरी मच अर्को रहेको छ गुड नाइट एसएमएस हाय रोशन दा के छ हाल खबर भन्नुहुन्छ वेल ठिकै छ स्लिपी फिल गरिरहेको छु हजुरलाई कतिको वर्ल्ड कप लागेको छ त एकदम मजा लागेको छ खास गरी चाहिँ मलाई चाहिँ वर्ल्ड कप भन्दा पनि दि आइडी लिटिल मास्टर सिजन 3 लागिरहेको छ टेरिया मगर लागिरहेको छ कहिले आउला शनिबार अनि कहिले चाहिँ यस द विनर इज टेरिया मगर भनेर चाहिँ त्यो सुन्न चाहिँ आतुर भइरहेको छ मेरो कानहरू सो के हुन्छ त्यो चाहिँ अब अनि शनिबार थाहा हुन्छ सो कि भोटिङ टेरिया मगर भन्न चाहन्छु सँगसँगै विश्वकप त आफ्नो ठाउँमा छँदैछ हैन र उहाँ लेख्नुभएको छ अगाडि सो आजको खेल त रोमान्टिक भइरहेको छ अरे वेल खेल हो हैन राम्रै भइरहेको छ मजा आइरहेको छ यसमी प्रमिला कार्की फ्रम सखुमिसी रोशनदा एन्ड गुड नाइट टाटा भन्नुहुन्छ थ्याङ्क यू भेरी मच यहाँलाई अर्को एसएमएस रहेको छ हाय दादा नमस्कार आई एम रिता दर्लामी फ्रम मकवानपुर आई मिस यु अनिता लेख्नुभएको छ कार्की कुमार लामा अनि सम्पूर्ण साथीहरूलाई उहाँले सम्झिनुहुन्छ अर्को एसएमएस नमस्कार दाइ चन्द्र बस्नेत फ्रम बालुवाटार र उहाँले चाहिँ फ्रेन्डसिपको लागि नम्बर दिनुभएको छ 9813316182 9813316182 कन्ट्याक्ट गर्नुहोला मिस कल चाहिँ नगर्नुहोस् है गुड फ्रेन्ड बन्न चाहनुहुन्छ भने मजाले चाहिँ उहाँले साथी बनाउनुहोस् उहाँले चाहिँ साथीको लागि जे पनि गर्नुहुन्छ अरे इभन तपाईँले चाहिँ भनौँ न जति चाहिँ लोन माग्नुहुन्छ हुन्छ नि अब विभिन्न कुराहरू सो एभ्रिथिङ उहाँले चाहिँ साथीको लागि दिनुहुन्छ वेल ठिकै छ अर्को रहेको छ राममाया लामा तामाङ देउराली नुवाकोटबाट लेख्नुहुन्छ माई फ्रेन्ड सरिता लामा समर शाह मनकुमारी लामा सानु माया गुरुङ मिलन गुरुङ अनि तपाईँलाई नै गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू भेरी मच यहाँलाई अर्को रहेको छ गुड नाइट एसएमएस हाय रोशन हाउ आर यु आई लभ यु भोइस भन्नुहुन्छ थ्याङ्क यू भेरी मच त्यसको लागि आई एम सङ्गीता फ्रम त्रिशुली मेरो स्विट हार्ट केबललाई चाहिँ आई लभ यु मोर देन आई क्यान से भन्न चाहन्छु भन्नुभएको छ पक्कै पनि भन्ने भन्दा पनि बढी माया गर्नुहुन्छ अरे उहाँले धेरै माया गर्नुपर्छ होइन मिसअन्डरस्ट्यान्डिङ भन्ने भाइरसलाई चाहिँ स्क्यान गरिराख्नु होला बेला बेलामा अर्को रहेको छ गुड नाइट एसएमएस हाई ब्रो के छ खबर आरामै ठिकै छ आइएम आकाश फ्रम मैती देवी मेरो साथीहरू कविता सपना विष्णु अनि मलाई चिन्ने नचिन्ने सबलाई र यो प्रोग्राम सुनिरहने सबैलाई गुड नाइट भन्छु र मिल्छ भने मलाई सो एउटा गीत पनि रोज्नु भएको छ उहाँले होइन सो गीत चाहिँ हामी आज बजाउने छैनौँ किनभने चाहिँ अलरेडी लास्ट सङ चाहिँ हाम्रो विभोले रोजेर राखेका छन् होइन सो नेक्स्ट टाइम चाहिँ प्लिज है हामी बजाउने
प्रयास गर्नेछौँ सरी बुझ्नुहुनेछ यहाँले अर्को मेसेज द इस्मी विराज म मेरो काललाई थ्याङ्क्स एन्ड लभ यु भन्न चाहन्छु मलाई भेट्न भनेर चाहिँ होइन टाढाबाट आयो एकदम खुसी छु एन्ड गुड नाइट टु भन्न चाहन्छु भन्नुहुन्छ पक्कै पनि अर्को रहेको छ गुड नाइट एसएमएस लासो अनि दर्शन ओके आई एम राम तामाङ फ्रम काठमाडौँ कमिङ सङ अल फ्रेन्ड्सलाई एन्ड हुन्नमी साथी बनाउनुको लागि मेरो नम्बर भन्नुहुन्छ र उहाँको नम्बर यस प्रकार छ 9849102117 फ्रेन्डसिपको लागि नम्बर दिनुभएको छ 9849102117 यो नम्बरमा चाहिँ फोन गर्नुहोला अर्को रहेको छ गुड नाइट एसएमएस हामी अन्त्यतिर पनि छौँ होइन गुड नाइट एसएमएसको हेलो ब्रदर म रोजी सुनवार पाटनबाट मेरो अल फ्रेन्डलाई गुड नाइट अनि युलाई पनि है भन्नुभएको छ छोटो मिठो एसएमएसको लागि थ्याङ्क यू हाम्रो रोजीजीलाई अर्को एसएमएस लेख्नुभएको छ हेलो दादा नमस्कार म निशा तामाङ काभ्रे तिमलबाट साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ धनमाया दिनेश सुनिल शङ्कर जीवन भन्दै छुटिन चाहन्छु बाई दादा गुड नाइट भन्नुहुन्छ छोटो मिठो मेसेजको लागि थ्याङ्क यू भेरी मच यहाँलाई अर्को रहेको छ गुड नाइट एसएमएस हेलो रोशन दाई गुड नाइट टु यु आई एम सुमित श्रेष्ठ फ्रम थमेल आई वान्ट टु डेडिकेट द सङ एन्ड वान्ट से have a good night to all my friends and respectable person those who know me especially to my sweetheart Sabina and Prakash bhai भन्नुभएको छ बाइ थ्याङ्क यू भेरी मच यहाँलाई अर्को रहेको छ गुड नाइट एसएमएस सम्भवतः यो गुड नाइट एसएमएस आजको भेरी सेकेन्ड लास्ट गुड नाइट एसएमएस रहेको छ र चाहिँ हामीलाई पठाउनु भएको छ वेल नन अदर देन विजय थापाजीले चाहिँ धापाजी काठमाडौँबाट सम्पूर्ण साथीहरूलाई चाहिँ उहाँले गुड नाइट भन्न चाहनु भएको छ स्पेसली चाहिँ उहाँले मनको मान्छे जो चाहिँ वेल दूरीको हिसाबले टाढा छ त्यो चाहिँ मेरो मनको नजिक छ उसलाई चाहिँ एकदमै सम्झेको छु भन्न चाहन्छु भन्नुहुन्छ थ्याङ्क यू भेरी मच यहाँलाई र आजको लागि भेरी लास्ट बट नट द लिस्ट वेल एसएमएस रहेको छ विवेक पौडेलले हामीलाई एसएमएस गर्नुभएको छ उहाँले पनि हामीलाई वसुन्धराबाट नि गर्नुभएको रहेछ सम्पूर्ण साथीहरूलाई चाहिँ गुड नाइट भन्न चाहन्छु र वन्स अगेन आई वान्ट रिमेम्बर यस भोट फर टेरिया मगर जनतादेखि नेतासम्म मेसीदेखि महाकालीसम्म देशदेखि प्रदेशसम्म सबैको एउटै नारा भोट फर टेरिया भनेर चाहिँ मेसेज टुङ्ग्याउनुहुन्छ विवेकजीले थ्याङ्क यू भेरी मच विवेकजी यहाँलाई चाहिँ यो मेसेजको लागि र यस भोट फर टेरिया भन्दै वेल अब भने मैले कार्यक्रमबाट बिदा माग्नु पर्ने हुन्छ हेर्नुहोस् त 11 बज्न आँटिसकेको छ अन्त्यमा थ्याङ्क यू भेरी मच भन्न चाहन्छु हामी सम्पूर्ण आदरणीय श्रोताहरू जसले हामीलाई सुन्नुभयो 94 मेगाहर्ज सँगै citizenfm.com.बाट फेसबुक मेसेज गर्ने अनि मोबाइल नम्बरमा मेसेज गर्ने सम्पूर्ण वेल मनहरूलाई हामी थ्याङ्क यू भेरी मच भन्न चाहन्छौँ कोर्स एन्जलको कुल कम्पनीको लागि विभोर अधिकारलाई पनि थ्याङ्क यू भेरी मच भन्दै मिठो सपनीको कामना गर्दै तुमसे ही गीत यहाँहरूमा छोड्दै म रोशन बिदा हुन्छु टेक केयर स्लिप टाइट आई लभ यु